टिकटक युट्युबहरू चाहिँ चलाइ नै रहेको हुन्थे। मलाई 8 चोटि स्कुलबाट ल्याउने गर्नुहुन्थ्यो। सीडीसीको बुकहरू एकदम राम्ररी पढे। पर्फेक्ट प्र्याक्टिस मेक्स अ म्यान पर्फेक्ट। सबैजनालाई आई एम क्रिस्टा पण्डित एन्ड आई सेक्युर्ड 4 GPA फ्रम नारायणी मोडल सेकेन्डरी स्कुल। डेफिनेटली राख्नु भएको थियो, किन भन्दा सानैदेखि मेरो राम्रो ग्रेडहरू आइरहेको थियो। इन्टर्नल एक्जामिनेसन्सहरूमा पनि मेरो राम्रो GPA र ग्रेड आउँथ्यो। सो डेफिनेटली उहाँहरूले एक्सपेक्ट गर्नु भएको थियो। एकदमै खुसी भइसकेको थियो। मलाई आएर हक गरिसो अनि कङ्ग्रेचुलेसन्स भनिसो। सो हाम्रो लागि एकदम ह्याप्पी मोमेन्ट थियो त्यो चाहिँ। फर्स्ट स्टेप चाहिँ के हो भन्दाखेरि धेरै पढ्नमा भन्दा पनि एकदम प्रोडक्टिभ भएर पढ्नमा फोकस गर्न पर्छ। धेरै घण्टा पढेर मात्र हुन्न, तर यति टाइममा चाहिँ यति पढ्न पर्छ भन्ने एउटा गोल राख्नु पर्छ। सेकेन्डमा चाहिँ हामीले आफ्नो डाउट्सहरू चाहिँ टिचरहरूको अगाडि राख्न पर्छ। एकदम सानो डाउट भए पनि यु शुड बी स्योर अबाउट इट जस्तो लाग्छ, त्यो भइहाल्यो। र थर्डमा चाहिँ प्र्याक्टिस। पर्फेक्ट प्र्याक्टिस मेक्स अ म्यान पर्फेक्ट भने जस्तै एकदम प्र्याक्टिस गरि नै रह्यो भने चाहिँ इट्स पोसिबल। म र मेरो ममले हेरिसकेको थियो, साथसाथै अरू मेम्बर्सहरूले पनि भिडियो कलमा जोइन गरेर सपोर्ट गरिरहेको थियो। आई थिङ्क डेफिनेटली मैले मेरो टिचर्सहरूलाई नै सम्झेको थिएँ। उहाँहरूले सधैँ मोटिभेट गरिसकेको थियो, तिमीले ल्याउँछौ भनेर भनिसकेको थिए। स्कुल फ्यामिलीलाई सम्झेँ र मेरो प्यारेन्ट्स जसले मलाई एकदम पढ्ने वातावरण सिर्जना गरिदिनु भयो, उहाँहरूलाई चाहिँ सम्झेको थिएँ। यस, मैले चाहिँ चलाउँथेँ। आई थिङ्क सोसियल मिडिया भनेको चाहिँ हामीले कसरी त्यसलाई लिन्छौँ भन्नेमा डिपेन्ड गर्छ। मैले चाहिँ पढ्नको लागि साथसाथै मैले इन्टरटेनमेन्टको लागि पनि टिकटक युट्युबहरू चाहिँ चलाइ नै रहेको हुन्थे। सो बिहान त हाम्रो कोचिङ क्लासेसहरू हुन्थ्यो, त्यही भएर 5:30 तिर उठेर कोचिङ क्लासेस जान्थे। त्यसपछि घर आएर चाहिँ होमवर्कहरू नै एकदम धेरै हुन्थ्यो हाम्रो त्यति बेला। सो होमवर्कहरू गरेर 11 बजीतिर सुत्थे। ल्याङ्ग्वेज सब्जेक्ट चाहिँ सानैबाट एकदम स्ट्रङ थियो, त्यही भएर मलाई चाहिँ अब इङ्ग्लिस सामाजिक जस्तो सब्जेक्टहरू चाहिँ सजिलो लाग्थ्यो कम्प्यारेटिभली। र म्याथ सब्जेक्ट चाहिँ सुरुमा चाहिँ गाह्रै लागेको थियो। अलि थोरै मार्क्स आयो भने चाहिँ अब साइन्समा कहिले कहिले थोरै आइदिन्थ्यो, त्यसमा चाहिँ आउँदैन जस्तो लागेको थियो। तर मैले एकदम त्यसमा फोकस गरेँ, सीडीसीको बुकहरू एकदम राम्ररी पढेँ। त्यसपछि लास्ट मोमेन्टतिर चाहिँ डाउट थिएन को थियो भन्छु। अरूले प्रेसर नदिए पनि आफैमा दिस इज माई वर्थ अनि मैले यतिको चाहिँ गर्न सक्नुपर्छ भनेर आफैले आफैलाई चाहिँ मैले भनि नै रहेको हुन्थेँ। सो स्लाइट प्रेसर चाहिँ थियो।